साथीहरु, आज पनि मैले केही मन पर्ने र हँसाउने चुड्किलाहरु संकलन गरेर ल्याएको छु। आजको कार्यक्रम सुरु गरौँ है त। सेरे भन्ने एउटा विद्यार्थीले आफ्नी शिक्षिकासँग अथवा आफ्नी मिससँग सोधेछ, मिस, तपाईले मेरो मोबाइलमा फोन गर्नु भएको थियो? अनि शिक्षिकाले भनिछन्, छैन, मैले त गरेको थिइनँ त। किन? त्यसपछि सेरेले भनेछ, हिजो मैले मेरो मोबाइलको स्क्रिनमा हेर्दा मिस कल लेखिएको थियो, त्यही भएर मिस। एक पटक एउटा लामखुट्टे ठुलो हुरीमा फसेछ। हावाले उडाइरहेको बेलामा ठ्याक्कै एउटा रुख देख्यो अनि त्यो रुखलाई च्याप्प समाएर बसेछ। 3-4 घण्टासम्म पनि हुरी बतास रोकिएन छ। अनि पसिना पुस्दै लामखुट्टेले भनेछ, ओहो कत्रो ठुलो हुरी बतास, आज म बेलैमा नआएको भए त यो रुख ढलिसक्थ्यो। एकजना शिक्षकले आफ्नो क्लासमा पढाइरहेको बेलामा विद्यार्थीहरूलाई सोधेछन्, भन त, समुद्रको बीचमा सुन्तला फल्यो, अब कसरी टिप्ने? अनि त्यो क्लासमा सेरे भन्ने विद्यार्थी चाहिँ अलिक उटपट्याङ खालको रहेछ। उसले भनेछ, सर, चरा बनेर टिप्नुपर्छ नि। अनि त्यसपछि शिक्षकले भनेछन्, तेरो बाउले बनाउँछ चरा तँलाई। अनि सेरेले भनेछ, अनि के तपाईको बाउले उमार्छ सुन्तलाको रुख समुद्रको बीचमा? इतिहासका शिक्षकले क्लासमा पढाइरहेको बेला आफ्ना विद्यार्थीहरूलाई सोधेछन्, भन त, नाला पानीको लडाईँमा बलभद्र कुँवर कसरी लडेका थिए? अनि त्यसमध्येमा एउटा हाकु भन्ने विद्यार्थी चाहिँ अलिक उटपट्याङ खालको रहेछ। उसले जुरुक्क उठेर सर भनेछ, नाला पानीको युद्धमा नाला फुटेर पानी बाहिर निस्किएको हुँदा चिप्लेर लडेका थिए सर। एउटा सेरे भन्ने मान्छे पहिलो पटक ससुराला गएछ। ससुराला पुगेको मात्रै के थियो, सेरेको ससुरा बा टोयलेटबाट अय्या अय्या भन्दै बाहिर निक्लेछन्। अनि सेरे पनि अलिक भावुक हुँदै ससुराबालाई सोधेछ, बिरामी हुनुहुन्छ कि क्या हो ससुराबा? अनि ससुराबाले भनेछन्, ज्वाइँ साहब, हजुरको मुखमा हिजो माथला घरमा खसी काटेको थियो, मासु नउठेर हजुरको मुखमा 2 किलो ल्याएको थिएँ। हजुरको मुखमा हिजो धेरै खाइएछ, रातिदेखि हजुरको मुखमा छेर्दा छेर्दा अहिलेसम्म 4 चोटि छेरिसकेँ। No, 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 no. एकचोटि मंगल ग्रहमा चरा भेटियो भनेर नासामा ठुलो हंगामा भएछ। धेरै अनुसन्धान गरियो, धेरैले यस बारेमा सोधखोज गरे, कसैले के भने, कसैले के भने, कसैले पनि उपयुक्त अथवा त्यहाँ के भएको थियो भन्ने कुरा निर्गोल चाहिँ निकाल्न सकेनछन्। धेरै समय पछाडि अनुसन्धान गर्दा 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 भएपछि बल्ल अनुसन्धान चाहिँ भएछ। अनि अनुसन्धानले के पत्ता लगाएछ भने राजेश दाइले चङ्गा उडाइरहेका रहेछन्। एउटा घरमा 2 जना बुढाबुढी थिए र ती बुढाबुढी दुवैलाई बिर्सने रोग लागेछ। अनि एक दिन चाहिँ के भएछ भने बुढो बजार जाने भएछ। अनि बुढीले बुढोलाई भनिछे, बुढा, तिमी बजार जान आँट्यौ, भरे बजारबाट फर्केर आउँदा जेरी किनेर ल्याउनु है। अनि बुढोले भनेछ, हुन्छ ल्याउँला न। अनि बुढीले भनिछे, बिर्सन्छ होला, लेखेर लैजाऊ न, भरे फेरि बिर्स्यो भने त खानै पाइँदैन। अनि त्यसपछि बुढोले भनेछ, बिर्सन्न हो, बिर्सन्न, त्यति सानो कुरा पनि बिर्सन्छु, ल्याउँला न भरे। अनि एकछिन पछि फेरि बुढीले भनिछे, बुढा, त्यही भरे बजारबाट फर्किने बेलामा जेरी मात्रै होइन, रसबरी पनि लिएर आऊ है। बुढोले भने, हुन्छ ल्याउँला न, जेरी ल्याउँला, रसबरी ल्याउँला। त्यसपछि बुढीले भने, बिर्सन्छ होला हो बुढा, लेखेर लैजाऊ न। अनि बुढोले भनेछ, बिर्सन्न बिर्सन्न, त्यति कुरा पनि बिर्सन्छु, ल्याउँला न। अनि बुढो बजार गयो। बजारबाट आउँदाखेरि चाहिँ बुढोले समोसा र पुरी ल्याएछ। जेरी र रसबरी लिएर आउनु भनेको समोसा र पुरी लिएर आएछ। अनि बुढीले झ्वाकिँदै भनिछ, मैले अघि नै भनेको होइन तिमी बिर्सन्छौ होला भनेर, त्यही भनेर त लेखेर लैजाऊ भनेको थिएँ त। चाउमिन र मोमो लिएर आऊ भनेको, समोसा र पुरी लिएर आएछ। यसको मतलब बुढीले पनि बिर्सी, बुढोले पनि बिर्सी। 2 जना पुजारीहरू एक आपसमा विवाद गरिरहेका रहेछन्। विवादको विषय चाहिँ के थियो भने एउटा पुजारीले भन्दो रहेछ म भगवान, अर्को पुजारीले भन्दो रहेछ म भगवान। दुवैको विवाद धेरै बेरसम्म चल्यो, प्रमाणित गरिदिने कोही भएन। एकछिनमा त्यही बाटो हुँदै एउटा जडिया आइपुगेछ। अनि जडियाले भनेछ, के कुरा विवाद गरिरहेको तिमीहरू? त्यसपछि पुजारीहरूले भनेछन्, एउटा पुजारीले भनेछ, हेर्न, म भगवान भनेको यो मान्दैन। फेरि अर्को पुजारीले भनेछ, होइन होइन, म भगवान भनेको त्यसले मान्दैन।
अनि त्यसपछि जडियाले भनेछ तिनीहरू दुवै भगवान होइन, भगवान त म हो। अनि पुजारी दुईटै पुजारीहरू छक्क परे, त कसरी भगवान प्रमाणित गर्न सक्छस्? अनि त्यसपछि जडियाले भन्यो किन नसक्ने, नसक्ने भए म भगवान हो भनेर भन्थेँ। त्यसपछि लु प्रमाणित गरेर देखा त। अनि त्यसपछि जडियाले भन्यो त्यसो भए हिँड न त भट्टी साउनीकामा जाउँ। अनि त्यहाँबाट तिनैजना भट्टी साउनीकामा गए। भट्टी साउनीले भित्रैबाट कराइछ, हे भगवान त फेरि आइस। अनि जडियाले भनेछ देख्यौ त मैले अघि भनेको नि म भगवान हो भनेर। दुईजना नेताहरू चाहिँ बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न भनेर हेलिकप्टरमा चढेर गएछन्। अनि माथिबाट बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्ने क्रममा चाहिँ पहिलो नेताले भनेछ यदि मैले यहाँबाट 500 को नोट फ्याँकेँ भने यी पीडित जनता कति खुसी हुन्थ्यो होला नि।